2082 को जेनजी आन्दोलन भन्दा अगाडि प्राय कसैले सुन्न नपाएको यो शब्द जेनजी आन्दोलनपछि धेरै सुन्न पाइन्छ। जेनजी आखिर यो जेनजीको के यो कुनै राजनीतिक पार्टी हो या फिर अरु नै कोही? वास्तवमा जेनजी भनेको जेनेरेसन जी को छोटकारी रूप हो जेनजी, तर यो त जी जेठ होइन र। हेर्नुस्, अमेरिकन इंग्लिशमा जेठलाई जी भनिन्छ तर ब्रिटिश इंग्लिशमा यसलाई जेट भनिन्छ। त्यसैले यो जेनजी अथवा जेन जेट दुवै सही, तर यो जेन जेट अथवा जेनजीले कसलाई जनाउँछ? धेरै पहिलादेखि नै मान्छेहरूको पुस्ता अथवा जेनेरेसनलाई अलग अलग क्याटेगोरीमा राख्न थालिएको थियो, जसमा 1946 देखि 1964 सम्म जन्मेकाहरूलाई बेबी बुमर्स अथवा जेन बी भनिन्छ। 1965 देखि 1980 सम्म जन्मेकाहरूलाई जेनेरेसन एक्स अथवा जेन एक्स भनिन्छ। 1981 देखि 1996 सम्म जन्मेकाहरूलाई मिलेनियल्स अथवा जेन वाई भनिन्छ र 1997 देखि 2012 सम्म जन्मेकाहरूलाई जेनेरेसन जेड अथवा जेन जी भनिन्छ। र त्यसैगरी 2013 देखि हालसम्म जारी रहेको पुस्ताहरूलाई जेनेरेसन अल्फा अथवा जेन अल्फा भनिन्छ र आगामी पुस्ताहरूलाई जेनेरेसन बीटा अथवा जेन बीटा भनिने अनुमान गरिएको छ। र अर्को महत्त्वपूर्ण कुरा यहाँ के छ भने कसैले 13 वर्षदेखि 28 वर्षसम्मको मान्छेहरूलाई जेनजी भनेको सुन्न पाइन्छ, त्यो एकदमै सही हो, तर 2025 सालको लागि मात्र। 2026 लागेपछि 14 वर्षदेखि 29 वर्षसम्मको मान्छेहरू मात्र जेनजी हुन्छ, किनकि जेनेरेसन जन्म मिति अनुसार तय हुन्छ न कि उमेर अनुसार। तपाईँ कुन जेनेरेसनको हुनुहुन्छ मलाई कमेन्टमा भन्नुहोस्, फेरि अर्को भिडियोमा भेट्छौँ।